सबैलाई नमस्कार। म चाहिँ स्ट्रक्चरल इन्जिनियर जनकराज विष्ट। म काठमाडौँ युनिभर्सिटीबाट 2025 मा मैले स्ट्रक्चरल इन्जिनियरिङमा ग्रेजुएसन सकाएको र अहिले चाहिँ म एउटा स्कुलमा एज अ सिभिल इन्जिनियरिङ इन्स्ट्रक्टर र सिभिल प्रोग्रामकै कोअर्डिनेटरको रूपमा काम गरिरहेको छु। र म चाहिँ खास मेरो स्पेसलाइजेसन मास्टर्समा स्ट्रक्चरल इन्जिनियरिङ र मेरो रिसर्च इन्ट्रेस्टको कुरा गर्दाखेरि ल्याबोरेटरी टेस्टहरू जस्तो मोटारको टेस्ट भयो, मेसनरी वालहरूको टेस्ट भयो। म चाहिँ मेसनरी आरसिसी भन्दा पनि ट्रेडिसनल टाइप अफ कन्स्ट्रक्सनतिर नै धेरै ओरिएन्टेड छु। मैले स्टोन मेसनरी इन मड मोटार, स्टोन मेसनरी इन सिमेन्ट मोटार यस्तो कुराहरूको चाहिँ टेस्टहरू पनि गरेको छु, मोटारहरूको टेस्ट पनि गरेको छु। सेस्मिक रेट्रोफिटिङको कुराहरू, सेस्मिक स्ट्रेन्थनिङको कुराहरू र त्यसै गरी सेस्मिक पर्फर्मेन्स एसेसमेन्ट बिल्डिङहरूको चाहिँ करेन्ट पर्फर्मेन्स कस्तो छ, सेस्मिक पर्फर्मेन्स र त्यसलाई इन्हान्समेन्ट चाहिँ कसरी गर्न सकिन्छ भनेर त्यो कुराहरूमा पनि मैले रिसर्च गरेको छु। र मैले आफ्नो जुन थेसिस छ त्यो चाहिँ मैले जाजरकोट अर्थक्वेक पछि त्यहाँको स्टोन मेसनरी बिल्डिङहरू छ त्यो बिल्डिङहरूलाई चाहिँ हामीले त्यही मेटेरियलहरू युज गरेर र केही गाइडलाइन जस्तो लो स्ट्रेन्थ मेसनरी कन्स्ट्रक्सन, स्टोन मेसनरी कन्स्ट्रक्सन त्यसको समथिङ गाइडलाइन्सहरू छ। त्यो गाइडलाइन्सहरू युज गरेर कसरी हामीले चाहिँ त्यो बिल्डिङलाई त्यसको सेस्मिक पर्फर्मेन्स चाहिँ इन्क्रिज गर्न सक्छौँ त्यो कुराहरूमा मेरो स्टडी छ र जुनमा मैले न्युमेरिकल्ली त्यो बिल्डिङहरूलाई चाहिँ मोडलिङ गरेको थिएँ र जसबाट मैले चाहिँ नन लिनियर स्ट्याटिक एनालिसिस जसलाई चाहिँ पुसओभर एनालिसिस भन्छ मैले त्यो गरेर त्यहाँबाट पुसओभर कर्भ झिकेर र त्यसपछि मैले क्यापेसिटी स्पेक्ट्रम मेथड युज गरेर मैले चाहिँ के गरेको थिएँ बिल्डिङको पर्फर्मेन्सहरू हेरेको थिएँ। सो म चाहिँ बिल्डिङ मोडल गर्दाखेरि आई प्रिफर डिएनए एफइए ओभर एबाकस एन्ड एन्सिस किनभने मलाई चाहिँ यो डिएनएमा काम गर्न एकदम राम्रो लाग्यो होइन। यो चाहिँ मैले सेल्फ आफ्नै स्टडीको कारणले होइन आफै एक्सप्लोर गरेर यो चाहिँ डिएनएको भिडियोहरू हेरेर यसकै वेबसाइटमा गएर त्यसरी सिकेको थिएँ। द्याट्स वाइ आई फिल सो इजी टु युज दिस सफ्टवेयर होइन। इन कम्पेरिजन टु अदर जस्तो एबाकस यिनीहरू पनि सजिलै छ होला बट आई हेभ नट एक्सप्लोर दिस सफ्टवेयर्स इनफ होइन। सो म चाहिँ अब डायनामा हामी कसरी स्टोन मेसनरी बिल्डिङ अथवा मेसनरी बिल्डिङलाई म्याक्रो मोडलिङबाट हामी मोडल गर्न सक्छौँ भनेर म तपाईँहरूलाई सिकाउँछु। सबभन्दा पहिले अब तपाईँको ल्यापटपमा यो डायना और डिएनए एफइए चाहिँ इन्स्टल हुनुपर्छ र यसलाई डबल यो चाहिँ ओपन भएन बिकज चाहिँ हाम्रो के हुनुपर्छ भन्यो भने एन्टिभाइरस चाहिँ अफ हुनुपर्छ। अफ नै छ तर यो एउटा म तपाईँहरूलाई देखाउँछु। यो क्र्याकमा गएर यो जुन एचएएसपी फाइल छ एचएएसपीलाई चाहिँ कपी गरेर यो डायनाको हामीले चाहिँ केमा लानुपर्छ त भन्यो भने प्रोग्राम फाइल्स डायना 10.5 बिन यसमा कपी गर्नुपर्छ। सर यो मैले कपी गरिसकेँ। अब मेरो सफ्टवेयर चाहिँ स्मुथली खुल्छ। एउटै यसको नराम्रो पोइन्ट भनेको के हो भन्यो भने यो चाहिँ क्र्याक सफ्टवेयर भएको कारणले है यो चाहिँ बेला बेला क्र्यास भइरहेको छ तर त्यति धेरै टेन्सन लिनु पर्दैन। हामीले त्यो फाइल कपी गर्ने बित्तिकै यो चाहिँ खुल्न थाल्छ त्यही भएर त्यस्तो गाह्रो छैन। र तपाईँहरूलाई कसैलाई यो डायनाको फाइल चाहिएको छ या यसलाई कसरी इन्स्टल गर्ने भन्ने कुरोहरू तपाईँलाई चाहिएको छ भने आई क्यान डेफिनेटली हेल्प यु होइन। अनि अब अर्को कुरा भनेको तपाईँहरूले यो चलाउँदाखेरि जहिले पनि आफ्नो विन्डोज सेक्युरिटी जुन छ एन्टिभाइरस त्यो चाहिँ अफ गर्नुपर्ने हुन्छ अदरवाइज यो क्र्याक सफ्टवेयर चाहिँ चल्दैन। अब डबल क्लिक गरिसकेपछि यो डायनाको इन्ट्रेक्टिभ इन्भाइरोमेन्ट यसरी खुल्छ र अब हामीले चाहिँ के गर्न सक्छौँ यता यसको डिटेलमा चाहिँ म पछि सिकाउने छु। अब पहिलो हामी हेरौँ त यता फाइल भनेर छ। यो फाइलमा न्यू फाइलहरू क्रिएट गर्न मिल्छ, पुरानो फाइल छ भने ओपन गर्न मिल्छ, मोडलहरूलाई इम्पोर्ट गर्न मिल्छ, क्याडबाट पनि मोडल लिन मिल्छ है। यो कुराहरू लिन मिल्छ र रिसेन्ट फाइलहरू पनि देखाएको छ है। त्यसै गरी एडिटमा हेरौँ त
प्रिफरेन्सेस दिएको छ, लाइटिङ प्रिफरेन्सेस, यो सेटिङहरू दिएको छ, अन्डु रिडुको कुराहरू। अब ज्योमेट्रीमा चाहिँ हामी कसरी कुन कुन ज्योमेट्रीहरू क्रिएट गर्न सक्छौँ, जस्तो क्रिएटमा हेरौँ त ब्लक, सिलिन्डर, कोन, प्रिज्म, टोरस, स्पेयर, पोलिगन सिट, हामी धेरै पोलिगन सिट, ब्लक योहरू युज गर्छौँ। लाइनहरू भयो यो युज गर्छौँ। यो कुराहरू छ। त्यसपछि रेन्फोर्समेन्ट सेटहरू, सेप सेटहरू हामीले त्यो पछि सिक्छौँ, कसरी लिन्छौँ, सिट पाइल, वाल सेट, योहरू सबै कुराहरू हामी डिटेलमा पछि सिक्छौँ। त्यसै गरी मोडिफाईमा अब हामीले मुभ, रोटेट, स्केल, एरे कपी भन्ने एकदम धेरै युज गर्छौँ मुभ भन्दा पनि। त्यसै गरी अर्को युज गर्ने भनेको सबट्र्याक्ट भन्ने युज गर्छौँ हामीले धेरै, र एक्सट्रुड भन्ने पनि युज गर्छौँ। अरू त्यस्तो धेरै कुराहरू युज गरेको छैन मैले पनि होइन। यो कुराहरू पछि हामी सिक्दै जान्छौँ। त्यसै गरी अब साइनमा चाहिँ हामीले सेपको प्रोपर्टिजहरू, रेन्फोर्समेन्टको प्रोपर्टिजहरू है, पाइलको प्रोपर्टिजहरू, सिट पाइल वालको प्रोपर्टिजहरू, लोडहरू असाइन गर्ने कुरा, कनेक्सन, सपोर्ट, यो कुराहरू हामी चाहिँ के गर्छौँ, प्रोभाइड गर्छौँ। मेसिनको कुराहरू यहाँबाट भयो, लोड्सको कुराहरू यहाँ, लोड केसेसहरू, यो कुराहरू हामी यहाँबाट दिन्छौँ है। सपोर्टको कुराहरू यहाँबाट दिन्छौँ। फङ्सन्सको कुराहरू छ। मेटेरियल्स हामी यहाँबाट दिन्छौँ है, एड मेटेरियल अथवा इम्पोर्ट मेटेरियल। त्यसै गरी एलिमेन्ट ज्योमेट्रिज भनेर हामी चाहिँ के गर्छौँ, त्यो मेटेरियलको ज्योमेट्री के हो त्यो चाहिँ हामी प्रोभाइड गर्छौँ, या हामी डिटेलमा सिक्छौँ है त। त्यसपछि एनालिसिसमा हामी अब यहाँ कस्तो खाले एनालिसिस गर्छौँ, त्यो कुराहरू यहाँ सबै हामी एनालिसिस काम यहाँ गर्छौँ। रिजल्टहरू यहाँबाट हेर्छौँ। रिपोर्टको कुराहरू छ होइन, भ्युवरको कुराहरू, केही कुराहरू चेन्ज गर्नुपर्ने त्यस्तो कुराहरू छ भने पनि हामी यहाँबाट हेर्छौँ। डिटेलको बारेमा, यसको बारेमा हामी सिक्दै जान्छौँ। र फर्स्टमा मैले चाहिँ अब सुरु चाहिँ कहाँबाट गर्छु भन्यो भने, म नयाँ स्टार्ट गर्दैछु। सो फाइलमा गएर न्यू अथवा कन्ट्रोल एन गऱ्यो भने आफै हाम्रो न्यू फाइल ओपन हुन्छ है त। कन्ट्रोल एन गरेर हेरौँ, नयाँ फाइल ओपन भयो। र अब यसमा तपाईँहरूले यसको नाम दिन सक्नुहुन्छ। मैले के गरेँ, स्टोन मेसनरी भने है, स्टोन मेसनरी बिल्डिङ भनौँ, बिल्डिङ। अब यो धेरै नामहरू छ, सो मैले चाहिँ न्यू भनेर भने है। र अब यसको तपाईँहरूले लोकेसनहरू, यो फाइल चाहिँ, प्रोजेक्ट चाहिँ केमा सेभ हुने भन्ने कुराहरू तपाईँले आफूले सेट गर्न सक्नुहुन्छ है। यो कुराहरू तपाईँहरूले आफैले सेभ गर्न सक्नुहुन्छ। अब मैले चाहिँ यो डीमा मेरो कहाँ थियो पहिला सेभ भएको भन्यो भने, यसमा छ, यहाँ सेभ गर्छु। चुज भनेर यो चाहिँ यहाँ सेभ हुन्छ। र अब हामी अहिले स्ट्रक्चरसम्म नै हेरिरहेछौँ भने हामी स्ट्रक्चरमा अटोमेटिक टिक आउँछ। सो हामीले यो अरू केही चेन्ज गर्नु पर्दैन। अब यहाँ हामी डाइमेन्सन्सहरू 2Dमा गर्छौँ कि 3Dमा गर्छौँ कि यो कुराहरू दिनुपर्ने हुन्छ है। सो 2Dमा और 3Dमा केमा गर्छौँ यो कुराहरू दिनुपर्ने हुन्छ। अब हामी 3Dमै गर्छौँ किनभने यो 3D सफ्टवेयर हो। र त्यसपछि मोडल साइज चाहिँ अब हाम्रो 1 किलोमिटर साइज लिँदैनौँ हामी। 1 किलोमिटर भन्यो भने यो मोडलिङ बक्स प्रोभाइड गर्छ अहिले, त्यो बक्सभित्र हामीले मोडल गर्नुपर्ने हुन्छ। यो हेरौँ त, -500 -500 -500 मिटर यत्रो साइज आइरहेको छ। हामीलाई अहिले यत्रो जरुरी छैन। सो यसलाई के गरौँ त भन्यो भने एउटा 100 मिटरको बनाउँ न है। अनि अरू अहिले हामीले केही पनि चेन्ज गर्नु पर्दैन, ओके गरिदिने। एकैछिन टाइम लिन्छ, त्यस्तो धेरै टाइम लिँदैन। यहाँ न्यू फाइल ओपन हुन्छ है यसमा। ल, हाम्रो न्यू फाइल ओपन भइसकेको छ। अब जुन अघि हाम्रो फाइल अथवा हाम्रो केही अप्सन्सहरू देखिरहेको थिएन, त्यो अब सबै देखिन्छ। हेरौँ त, फाइलमा यो सबै देखियो, एडिटमा, जियोमेट्रीमा, मेसमा सबै देखिरहेको छ। एनालिसिसमा यो कुराहरू देखिन्छ। र अब हाम्रो यो चाहिँ हेरौँ त, यता ड्र गर्ने कुराहरू होइन, अनि ज्योमेट्रीको क्रिएट, मोडिफाई, असाइनको कुराहरू सबै यसमै दिएको छ, धेरै जस्तो चिजहरू। जस्तो यो चाहिँ लोडको कुरा हो होइन, यो पनि लोडको कुरा हो। त्यसै गरी यो कनेक्सन्स हो जस्तो लाग्छ, सपोर्ट है, कनेक्सन्स हो जस्तो लाग्छ है। यो कुराहरू छ, सबै कुराहरू हामीलाई सर्टकट कमान्डमा दिएको हुन्छ। यहाँ हेरौँ त, सबट्र्याक्ट भन्ने छ, हामीले धेरै युज गर्छौँ। यो कुराहरू छ। अरू अप्सन्सहरू हामी सँगसँगै सिक्दै जान्छौँ के कसरी गर्ने भनेर। अब रन एनालिसिसको कुराहरू यहाँ छ होइन। सबैको यो जुन माथि हामीले जे जे हेऱ्यौँ त्यसको सर्टकट कमान्डहरू अथवा त्यसको सर्टकटहरू चाहिँ यहाँ दिएको छ होइन। अनि त्यसै गरी एक्सन्सहरू यहाँ क्रिएट गर्ने कुराहरू सबै यतापट्टि पनि छ है। अब हामी के गर्छौँ भन्यो भने, एउटा
बिल्डिङ मोडल गर्छौँ। त्यो बिल्डिङलाई चाहिँ फर इक्जाम्पल अब मैले अस्ति मोडल गरेको एउटा बिल्डिङ देखाउँछु एकचोटि है। ओपनमा हेरौँ है एकचोटि। मेसनरी हाउस भनेर मैले अस्ति भर्खर मोडल गरेको थिएँ। यो हामी यसमा जस्ट मोडलिङ मात्र गरेको है, अरू के पनि गरेको छैन। सिम्पल एउटा मोडलिङ मात्र गरेको हो, बाँकी कुराहरू हामी पछि हेर्छौँ। सो आजको भिडियो हाम्रो यही मोडलिङ सम्बन्धी हुनेछ, हामी कसरी 3D मोडल गर्न सक्छौँ भनेर यो कुराहरू हामी सिक्छौँ है त। त्यही भएर अब म पुरानै फाइल ओपन गर्छु है, यसलाई चाहिँ सेभ गरेर राख्छु। यो फाइल नै ओपन गरेँ। अब मेरो साइज भनेको -50 -50 -50 देखि +50 +50 +50 सम्म छ, किनभने मैले 100 मिटर दिएको छ है यो साइज। ल अब म चाहिँ सुरु कहाँबाट गर्छु त भन्यो भने सबभन्दा सजिलो तपाईँहरूले अब कुनै पनि बिल्डिङको वाल बनाउनु पर्नेछ भने है, वाल बनाउनु पर्नेछ भने हामी दुई तीनटा तरिकाले बनाउन सक्छौँ है त। अब पहिलो तरिका भनेको यदि हामी चाहिँ पोलिगन सिटबाट बनाउन खोज्दैछौँ होइन, सोलिड अब्जेक्ट युज नगरेर हामी पोलिगन सिटहरू युज गर्दैछौँ भने हामी यहाँबाट स्टार्ट गर्न सक्छौँ। लाइन, पोली लाइन, त्यसै गरी पोलिगन सिट। तर हामी सोलिड अब्जेक्ट युज गरेर गरिरहेछौँ भने हामी सोलिडतिरबाट सुरु गर्न सक्छौँ है त। सो मलाई चाहिँ स्पेसल्ली भन्दाखेरि सजिलो चाँडो चाहिँ यो छ पोलिगन सिट। तर मलाई बुझ्न 3D भिजुअलाइजेसनको लागि चाहिँ यो सोलिडवाला सजिलो लागेको भएर मैले चाहिँ यो सुरु गर्छु है त। ल यसमा क्लिक गर्ने पहिला है, क्रिएट अ सलिड ब्लक क्लिक गर्ने। अब हाम्रो एउटा सलिड ब्लक यहाँ आइसकेको छ। यसको नाम दिन्छौँ पहिला हामी। यहाँ हेरौँ त, हामीले 3 डिरेक्सन देख्छौँ। यो डिरेक्सन चाहिँ एक्स, उतापट्टि वाई र माथि जेड। हामीले कोअर्डिनेट त्यही अनुसार दिनुपर्ने हुन्छ। मैले यसलाई चाहिँ के भने एउटा एक्स डिरेक्सनको वाल बनाउँदैछु है त। यसलाई वाल 1x भने ठिक छ। र यसको पोजिसन अहिले 0 0 0 मै छ यसको पोजिसन है त। यो पोजिसन हामीले क्लिक गरेर हेर्न सक्छौँ है। 0 0 1 मिटरको छ हाम्रो चाहिँ 1 मिटर बाई 1 मिटर बाई 1 मिटर 1 मिटर क्युबको चाहिँ एउटा बक्स बन्छ सोलिड। अब हामीले यसलाई चाहिँ एडिट गर्नुपर्ने हुन्छ। यहाँनिर 0 0 0 है, अनि यतापट्टि एक्स कोअर्डिनेट 0, यतापट्टि वाई कोअर्डिनेट 0 है, सरी यहाँनिर सबै 0 होइन ओरिजिन। यहाँनिर चाहिँ एक्स कोअर्डिनेट 1, यतापट्टि वाई कोअर्डिनेट पनि 1 र यतापट्टि चाहिँ हाम्रो जेड कोअर्डिनेट 1 है त। सो अब मैले चाहिँ यसको साइज चाहिँ कति दिनु पर्यो भन्यो भने एउटा मेसनरी वाल बनाउँछु म। अब मलाई एक्स डिरेक्सनतिर लेन्थ चाहिरहेको हो भने मैले ल 8 मिटरको लेन्थ भन्छु, 8 होइन 9 मिटरको लेन्थ भन्छु ठिक छ। र त्यसपछि यसको विड्थ भनेको वाई डिरेक्सनमा भनेको मेसनरी वालको विड्थ सपोज मेरो चाहिँ 450 mm छ भन्यो भने मैले 0.45 भने। र यसको हाइट चाहिँ अब कति दिने त। अब हामी के गर्न सक्छौँ, यदि कुनै बिल्डिङमा लिन्टेल सिलहरू छ भने हामी के गर्छौँ, वाललाई चाहिँ लिन्टेल सिल पहिला वाललाई चाहिँ के गर्छौँ, पहिला लिन्टेल सिल मुनिको पोर्सन बनाउँछौँ, अनि लिन्टेल सिल राख्छौँ अथवा सिल ब्यान्ड राख्छौँ। त्यसपछि फेरि त्योभन्दा माथिको पोर्सन बनाउँछौँ अनि लिन्टेल ब्यान्ड राख्छौँ। फेरि त्योभन्दा माथि बनाउँछौँ, त्यसपछि हामी फ्लोर राख्छौँ। त्यसरी गर्दै जान्छौँ। अथवा हामी के पो तरिकाले पनि गर्न सक्छौँ त भन्यो भने सबभन्दा सजिलो तरिका के पनि गर्न सक्छौँ त भन्यो भने हामी पहिला बिल्डिङ हामी कम्प्लिट गराउँछौँ र त्यसपछि कुन लेभलमा के चाहिरहेछ त्यति पोर्सन चाहिँ हामी डिडक्ट गर्छौँ है, अथवा त्यसलाई चाहिँ हामी के गर्छौँ टुक्र्याउँछौँ, सेलेक्ट गर्छौँ र त्यसलाई त्यसको चाहिँ प्रोपर्टीहरू मोडिफाई गरेर हामी त्यसलाई चाहिँ लिन्टेल सिल बनाउन सक्छौँ है त। सो अहिलेलाई चाहिँ हामी सिम्पल तरिका सिक्छौँ। यसमा चाहिँ अब मैले के गर्छु त भन्यो भने एउटा कति मिटरको 2 मिटरको हाउस 2.5 मिटरको भनौँ न, 2.5 मिटरको एउटा वाल बनाउँछु। क्लिक गर्छु। अब हेरौँ त मेरो एउटा वाल बन्यो है। अब मलाई घरको उतापट्टि यस्तै खाले अर्को वाल चाहिरहेछ भन्यो भने यसलाई चाहिँ मैले एक्स डिरेक्सनमै वाल टु एक्स भन्छु है। अब यसको कोअर्डिनेट हेरौँ त, पोजिसन कहाँ गर्नु पर्यो त अहिले एक्सतिर 0 नै चाहियो, किनभने मलाई सुरु चाहिँ यही कर्नरदेखि गर्नुपर्ने छ ठिक छ, भनेको यही लेभलदेखि। वाइतिर चाहिँ अब मलाई के गर्नु पर्यो, माथि जानु पर्यो। माथि कति जान्छु भन्यो भने म 5 जान्छु है। 5 मिटर माथि गयो भने अब हेरौँ त, यो कोअर्डिनेट 5 है, उतापट्टि चाहिँ के छ 5.45, किनभने हाम्रो यसको थिकनेस चाहिँ के हो 5.45 त्यो क्लियर छ भने। अब मैले 5 मिटर के छ त यो ग्याप छ, यो र
यहाँबाट हाम्रो चाहिँ यो लेभलदेखि यहाँबाट सुरु हुन्छ जहिले पनि यहाँबाट हाम्रो यहाँ चाहिँ 5 मिटर हुने भयो है त ठिक छ। अब अर्को कुरा जेड चाहिँ अब हामीले के दिनुपर्ने हुन्छ पोजिसन अहिले यति नै जेड जेरोबाटै सुरु गर्नुपर्ने हो यहाँ हेरौँ त जेरोबाटै माथि सुरु गर्नुपर्ने हो वाल र एक्स जेरोबाटै यता एक्सतिर सुरु गर्ने त्यही भएर एक्स र जेड जेरो हो वाइ चाहिँ हाम्रो के हो 5 हो है त ठिक छ। र त्यसपछि अब यसको साइज चाहिँ यति नै हो भन्यो भने यसरी क्रिएट गर्न सकिन्छ। अदरवाइज हामी के पनि गर्न सक्छौँ भन्यो भने मैले अर्को तरिकाले नि देखाउँछु। मैले सपोज यो वाललाई के गरेँ सेलेक्ट गरेँ है। अब म चाहिँ यता एरे कपीमा जान्छु। यो वाल सेलेक्ट भयो। यसरी नै म एउटा डेमो मात्रै दिन थालेको है। तपाईँले यो अघिको सुरुको वाललाई नि यो ठाउँमा यसरी सार्न सक्नुहुन्छ। अब हेरौँ त अरू केही नचलाउने अफसेट चाहिँ हामी कुन डिरेक्सनमा वाइ डिरेक्सनमा दिइरहेको छौँ 5 अफसेट भनेर दिउँ है। भन्यो भने हेरौँ त वाल चाहिँ आफै सरिसक्यो है। अब यहाँ कतिवटा कपी चाहियो तपाईँलाई 10वटा वाल चाहियो भने 10वटा वाल पनि बन्छ है त ठिक छ। अहिले मलाई एउटा मात्रै चाहिरहेको छ मैले के गरेँ अप्लाई गरेँ क्लोज गरेँ। अब हेरौँ त यो 5 यसको कोअर्डिनेट चाहिँ 5 है। अब यो कोअर्डिनेट चाहिँ हाम्रो के होला 10 होला है त। अब यसको डिटेलमा हेर्नुपर्ने छ भने हामी हेर्न सक्छौँ। अहिले म चाहिँ यो यति मात्रै गरेँ। हामीले कोअर्डिनेट यो पोइन्टमा सेलेक्ट गरेर हेर्न सक्छौँ है त 10 यो 10 छ यो 5 छ है र यो चाहिँ 0 छ ठिक छ। अब मलाई यो अहिले चाहिरहेको होइन मैले चाहिँ के यसलाई हटाएँ। त्यस पछाडि अब मलाई के गर्नु छ त वाइ डिरेक्सनमा वाल बनाउनु छ है। वाइ डिरेक्सनमा वाल बनाउनु छ मलाई 3टा वाल बनाउनु छ भन्यो भने मैले अब यहाँदेखि डिस्टेन्स हेर्छु पहिला। यो अहिले डिस्टेन्स ठिक छ यति हेरौँ है। सेम तरिकाले अघिकै ब्लकमा जाने यहाँबाट पनि गर्न सकिन्छ। अब मलाई के दिनु पर्यो यो ब्लक 0बाट सुरु नगरेर एक्सतिर 0 वाइतिर चाहिँ कति जानु पर्यो मैले 0.45 जानु पर्यो। यो 45 गर्ने बित्तिकै हेरौँ त अब यो बक्स चाहिँ यताबाट सुरु भयो हेरौँ है। यसलाई हामी टप भ्यू माथिबाट नि हेर्न सक्छौँ। यहाँ हेरौँ त मैले यहाँनिर 0 0 0 नै राखेँ भने यो चाहिँ यहाँबाट सुरु हुन्छ यो कर्नरबाट है यो कर्नरबाट। तर मलाई चाहिँ यहाँबाट चाहिराखेन नि त यहाँ त अलरेडी वाल छ ओभरल्याप गर्नु भएन। मलाई यो ठाउँबाट चाहियो भने मैले के गर्नु पर्यो 0.45 भनेर दिनु पर्यो ठिक छ। र हाइट चाहिँ अहिले 0 नै छ किनभने हामी वाल बेसबाटै बनाउँदैछौँ भने अब यो साइड चाहिँ चेन्ज गर्नु पर्यो। अब यहाँ हेर्नु त एक्सतिर मलाई थिकनेस अहिले वालको 0.45 चाहिने हो ठिक छ। वाइतिर चाहिँ कति चाहियो 5 होइन 5बाट 0 वाल थिकनेस घटाउँ त 4.55 ओके यति भयो। अब हाइट चाहिँ यसको कति चाहियो मैले कति राखेको थिएँ 2.5 क्लियर छ यति राख्ने। अब यसको नाम दिनु पर्यो वाल 1y भनेर है र क्रिएट गर्नु पर्यो ठिक छ। यति गरेपछि अब यसलाई 3D मा हेरौँ है एकचोटि। वाल आइसक्यो है त ठिक छ। अब यही वाललाई मलाई कपी गर्नु छ 9 मिटरमा भन्यो भने मैले के गर्छु त एरे कपी गर्छु। यसलाई चाहिँ के गर्छु 0 पोइन्ट कुन डिरेक्सनमा गर्नुपर्ने छ अहिले हाम्रो एक्स डिरेक्सनमा भन्यो भने 4.5 मिटर गरेर हेरौँ त 4.5 मिटर एरे 9 मिटर छ नि त हाम्रो टोटल एक्स डिरेक्सनमा 2 कपी गऱ्यो भने हेरौँ त बाहिर आयो ठिक छ। अब मैले के गर्नु पर्यो त एउटा 4.5 मारा गर्नु पर्यो होइन 4.25 गरेर हेरौँ त फेरि पनि मिलेन 4.1 गरेर 4.275 गरेर हेरौँ त। अब हामी जति डिस्टेन्स छ त्यति गर्छौँ है त। यो अहिले त हाम्रो के हो टेन्टेटिभ मैले कुनै एउटा त्यो आर्किटेक्चरल ड्रइङ नलिकनै ड्र गरेको हेरौँ त ठ्याक्क मिल्यो है 4.275 है त 4.275। अब यसको कोअर्डिनेट हेर्न मिल्छ तर
देखाएर यो 0 यहाँ तल हेर्न सक्छौँ है हामीले यो ठाउँमा कोअर्डिनेट आउँछ यहाँ चाहिँ हाम्रो 0 है यो ठाउँ भनेको 4.25 8.4 र यो चाहिँ 9 है त ल ठ्याक्क बिचमा भएन जस्तो लाग्यो तर पनि ठिक छ है त अब अप्लाई गरौँ यिनीहरूको नाम हेर्नु त यो 2y भनेर आयो यो 3y भनेर आयो अब यिनीहरूलाई हामी कलरहरू पनि चेन्ज गर्न सक्छौँ अब मैले यसको नाम पनि चेन्ज गर्न सक्छु यसमा एक क्लिक गर्ने यसलाई चाहिँ वाल्स भनेर राख्ने र यो वालहरूको कलर पनि हामी चेन्ज गर्न सक्छौँ है त सेलेक्ट गर्ने जस्तो कलर राख्न मन लाग्यो त्यस्तो हामीले राख्नुपर्छ यहाँ चाहिँ एकछिन क्लोज गरेँ मैले एरे कपीलाई अब हेरौँ त हामी यस्तो देख्छ है त ठिक छ फुटिङहरू बनाउनु मन लाग्छ भने तपाईँहरूले फुटिङ बनाउन सक्नुहुन्छ होइन नत्र यसैलाई बेसमा फिक्स छ ग्राउन्डमा फिक्स छ भनेर मान्यो भने इट वुड बी इजियर है त सजिलो हुन्छ ल अब मलाई चाहिँ के गर्नुपर्ने छ ढोका राख्नुपर्ने छ है ढोका राख्नलाई चाहिँ सिम्पल के गर्नु पर्यो हामीले अघि जुन ब्लक गरेको थियो ब्लक नै गर्ने क्रिएट गर्ने अब यसलाई चाहिँ के भनौँ त ब्लक 1 नै भनौँ यसको पोजिसन चाहिँ एक्सतिर 0 वाइतिर एक्सतिर 0 होइन एक्सतिर चाहिँ 2 मिटर भनौँ है वाइतिर 0 जेडतिर नि 0 है अब यहाँ चाहिँ के गर्नु पर्यो एक्सतिर 2 मिटरबाट हाम्रो ढोका सुरु हुन्छ हामीले कति 2.75 भनौँ न 2.75 मिटरको 2 होइन 0.75 सरी 0.75 को ढोका बनाउनु पर्यो थिकनेस यति बराबर वाल थिकनेस बराबर हाइट चाहिँ 1.8 भनौँ न ल 1.8 यसलाई अलिक ठुलो बनाउँदा नि हुन्छ ल 0.8 भनौँ न त 0.9 नै भनौँ ल ल हेरौँ त एउटा ढोका बन्यो है सेम तरिकाले ब्लक 2 अब मलाई डिस्टेन्स कतिमा चाहियो अरे यहाँनिर 6 मा चाहियो अरे ल 6.275 मा चाहियो 5 होइन 6 5.5 मा चाहियो अरे ल 5.5 मा चाहियो सेम यस्तै डोरी चाहियो भने मैले यसलाई एरे कपी गर्न मिल्छ अथवा अहिले यहीँ बनाउँदा नि हुन्छ है त ल क्लिक गरेँ मैले ठिक छ अब हेरौँ त सेम डोरहरू बन्यो यसको फ्रन्ट भ्यू हेर्न मिल्छ हो हेरौँ त दुईटा डोर बन्यो अदरवाइज यस्ता नबनाएर मैले एउटा डोरलाई सिमी आइडेन्टिकल छ भने यही डोरलाई एरे कपी गर्न सक्छु यहाँदेखि यहाँसम्मको डिस्टेन्स दिएर है त त्यो गर्न सकिन्छ है अब अर्को के गर्नु पर्यो झ्याल बनाउनु पर्यो झ्याल बनाउनलाई के गर्न सकिन्छ त भन्यो भने हामीले अब एउटा यो ठाउँमा झ्याल बनाउनु पर्यो होइन अब यो ठाउँमा झ्याल बनाउनलाई हेरौँ है त फेरि ब्लक लिने ब्लक 3 मलाई चाहिँ के छ एक्स भनेको 0 बाटै सुरु गर्नु छ वाइ चाहिँ मलाई 2 मा गर्नु छ हेरौँ है ब्लक कसरी सजाएको छ 1.75 मा गर्नु छ ल 1.5 मै गरौँ न ल 1.5 मा गर्नु छ र यसको साइज चाहिँ कति दिनु पर्यो भन्यो भने र हाइट चाहिँ झ्याललाई अलि माथिबाट दिनु पर्यो ल 0.5 माथिबाट दिनु पर्यो है चित्र कस्तो बन्छ हेरौँ है त अब एक्सतिर हामीलाई कति थिकनेस बराबर चाहियो 0.45 वाइतिर कति चाहियो 2 मिटरको है 2.25 भनौँ न ल 2.25 को चाहियो र हाइट चाहिँ कति 1 मिटरको राखौँ र यहाँ 1.2 भनौँ न ल 1.2 मिटरको हाइट राखौँ भन्यो भने यसको 3D यहाँ हेर्न मिल्छ है हामी साइडबाट हेर्न मिल्छ ऊ हेरौँ त झ्याल कस्तो देख्यो 1.2 अलि माथि राखौँ ढोका बराबर 1.8 हो नि त हाम्रो होइन यो अलिक बिग्रेछ है सेम त्यही ब्लक लिने 2.25 मा बनाउने यहाँ हेरौँ है कसरी बन्छ हाइट चाहिँ 0.5 अब अर्को कुरा यहाँ चाहिँ कति दिनु पर्यो एक्सतिर थिकनेस वाल थिकनेस बराबर वाइतिर 2.25 होइन
यताको 2.25 यहाँ त 1.5 हो यार 1.5 भनौँ न ल अलि टेन्टेरी 20 तिर आयो होला यो हामी र 1.8 हो हाम्रो डोरको हाइट भने 0.5 त्यसमा आइसक्यो भने 1.3 हाइट दिन्छौँ क्लियर ल हेरौँ त हाम्रो एउटा डोर उडेछ है अब यसलाई के गर्नु पर्यो एकचोटि सेलेक्ट गरौँ एरे कपी गरौँ अफसेट हाम्रो एक्सतिर दिनुपर्ने हो भने एक्सतिर कति दिनु पर्यो ल 1.5 2.5 नो 3 3.5 ल 3.5 मा गरौँ त अप्लाई गरौँ क्लोज गरौँ हेर्छ दुईटा ढोका आयो है यसलाई पनि हामी मुभ गर्न सक्छौँ है यसलाई चाहिँ मुभ गर्न सक्छौँ मुभ भनेर यता मुभ लेखेको छ हामी कुनतिर अफसेट यसलाई चाहिँ के गरौँ 0.5 मुभ गरौँ नि त ल यति मुभ गरेर अप्लाई गरौँ क्लोज गरौँ र अब हेरौँ त हामी टक्क यो चित्र सेलेक्ट हुन्छ है कसरी हाम्रो बनिरहेछ भने वाल 1 मा क्लिक गऱ्यो भने 1 2 भएको 1 2 3 है त्यसरी ब्लक 1 हेरौँ त 2 3 यसरी बनिरहेछ ठिक छ सेम तरिकाले मैले के पनि गर्न पाएँ सेम तरिकाले भन्यो भने यही झ्याललाई मैले एरे कपी गर्न पाएँ एरे कपी कति गर्न अब यहाँ हेर्नु त 9 मिटर भन्यो भने 0 देखि कति x तिर 8.45 भनौँ त 8.45 आइसकेको छ हेरौँ त 8.45 होइन 55 गर्नु पर्यो 9 बाट थिकनेस घटाएर है 55 भन्यो भने ठ्याक्कै यहाँ हेर्नु त फिट भयो अप्लाई गरौँ ठिक छ अब पछाडितिर चाहिँ झ्याल नबनाऊ है पछाडितिर यसरी नै बनाउन सक्नुहुन्छ अब हामीले के गर्नु पर्यो यसलाई पाल पार्नु पर्यो नि त खाली बनाउनु पर्यो भने के गर्ने त भन्यो भने हामी सबट्र्याक्ट भन्नेमा जाने सबट्र्याक्टमा गएपछि टार्गेट भन्यो भने जुन हाम्रो वाल हो ठुलो टार्गेट त्यसलाई सेलेक्ट गर्ने सिफ्टसँग हामीले थिच्यौँ भने अटो सेलेक्ट हुन्छ सबै वाललाई सेलेक्ट गरेँ मैले र त्यसपछि टुल्समा घटाउनु पर्ने के हो त्यो घटाउँछ हेरौँ त 1 2 3 4 भनेको टार्गेट भनेको कुनबाट घटाउने हो टुल्स भनेको के घटाउने हो त्यो कुरा हामीले मिलाउनु पर्यो है त अब हामी यसको प्रिभ्यू पनि हेर्न सक्छौँ यता साइडमा प्रिभ्यूमा क्लिक गरेर हेरौँ त यस्तो देखिन्छ ठिक छ हामीले गर्न खोजेको नि यही हो भने अप्लाई गरिदिउँ ओके गरिदिउँ अब क्लोज हान्थ्यो हेरौँ त हाम्रो फिगर भनौँ अब हामीले एउटा कुरा के गर्न सकिन्छ त भन्यो भने जोइस्टहरू राख्न सकिन्छ है फ्लोर जोइस्टहरू रुफ जोइस्टहरू कस्तो छ होरिजेन्टल डिरेक्सनमा छ भने होरिजेन्टलमा पनि राख्न सक्यो भर्टिकलमा छ भने भर्टिकल पनि राख्न सक्यो है यो हामी डिफ्रेन्ट अप्सन्सहरू युज गर्न सक्छौँ जस्तो तपाईँहरूलाई यहाँदेखि यो लेन्थ एक्स डिरेक्सनमा दिन मन पऱ्यो भने अलि लोमा दिने त्यसको माथि यो वाइ डिरेक्सनवालाहरू हाम्रो फ्लोर जोइस्टहरू राख्न सकिन्छ है त एकचोटि यसो गरेर हेरौँ है त मलाई चाहिँ अहिले होरिजेन्टल यस्तो राख्न मन छैन यो हाम्रो वाइ डिरेक्सनतिरको मात्रै राख्न मन छ भने त्यसको लागि हामीले के गर्नु सेम नयाँ सेट क्लियर गर्न पायौँ है सेट यसलाई चाहिँ हामी भनौँ फ्लोर जोइस्ट भनेर ठिक छ अब यसमै क्लिक गर्ने र ब्लक लिने फेरि ब्लक लिने ब्लक लिएर अब मलाई के गर्न मन लाग्यो भन्यो भने यो ब्लक 1 नै भनौँ यसलाई चाहिँ मलाई कतिमा दिन मन लाग्यो एक्सतिर 450 त हाम्रो के हो यहाँसम्म 450 वाल थिक्नेस हो म अलि यताबाट के गर्छु जोइस्ट दिन मन लाग्यो भन्यो भने
तपाईँहरू टाँसिएर यहीँनिर टाँसिएर नि दिन सक्नुहुन्छ, अदरवाइज अलि यताबाट दिन्छु भन्दा पनि फरक पर्दैन। भने एक्सतिर सपोज म 0.55 भन्ने 100 मिटर ग्याप छोडेँ मैले। वाइतिर अब हेरौँ त बिल्डिङको हाइट कति 2.5 हो भन्यो भने म चाहिँ के गर्नु पर्यो त 2.5 मा जानु पर्यो। सरी, वाइतिर हाम्रो वाल थिकनेस बराबर जानु पर्यो है। र हाइट हेरौँ त यहाँ चाहिँ 2.5 गऱ्यो भने हाम्रो माथि आयो, ठिक छ। त्यो गऱ्यो भने साइज के हुन्छ हाम्रो, त्यो लेभलबाट हामीले के गर्नु पर्यो, उसको साइज घटाउनु पर्यो। जस्तो 150 mm चाहिँ मेरो के हो, डेप्थ हो जोइस्टहरूको भन्यो भने 2.5 नगरेर 2.5 बाट 0.15 घटाउनु पर्यो भने 2. कति 35 भन्ने भयो है त, 2.35 हो। र वाइतिर चाहिँ अहिले हामी के गरौँ, सुरु 0बाटै गर्नुपर्छ है, सरी 0बाट गर्नुपर्छ। अब हेरौँ त ऊ ठ्याक्क बस्यो, यहाँ हेरौँ। अब हामीले के गर्नु पर्यो, हामीले पोजिसनमा त ल्यायौँ, अब साइज दिनु पर्यो। यसको साइज भनेको लेन्थ 0.1, विड्थ 0.45 वाल थिकनेस बराबर, र यसको हाइट भनेको 0. हामीले कति 15 भनेको थियौँ भने 15 हेरौँ त ठ्याक्क के गरे बस्यो। प्रिभ्यू हेर्न सक्छौँ, ठ्याक्क बस्यो। क्रिएट गरौँ, एउटा बनाऊ। अब जुन यो ब्लक 1 छ यसलाई चाहिँ मैले के गर्छु त, एरे कपी गर्छु। मलाई पल्लो साइडमा लानु पर्यो नि त, एरे कपी, यहाँ एरे कपी छ। र यसलाई चाहिँ मैले के गर्छु, सेलेक्ट गर्छु है, यहाँ सेलेक्ट भइसकेको छ। यसलाई चाहिँ के गर्नु पर्यो, अफसेट दिनु पर्यो। कुन डिरेक्सन हो, वाइमा कति दिनु पर्यो त 4.55 होइन, 4.55 दिएर मिलेन, कति दिनु पर्यो 5 दिनु पर्यो। किनभने हाम्रो चाहिँ अफसेट दिँदाखेरि त हामीले फुल अफसेट नै दिने गर्छौँ है त। यहाँ हेरौँ त, यहाँदेखि अफसेट, यसले यहाँदेखि अफसेट लिँदैन, यसले यहाँदेखि अफसेट लिन्छ। यहाँदेखि यहाँसम्म भनेको 5 हुन्छ हो, 5 मिटर दियो। ऊ हेरौँ त, अब हाम्रो के भन्यो, त्यो ठाउँहरू बनिसकेको छ। ओके गरौँ, दुईटा भनौँ। अब यसलाई यतापट्टि पनि दिनु पर्यो नि होइन, यतापट्टि दिनलाई के गर्ने, यसैलाई सेलेक्ट गर्ने, 1 र 2, 1 लाइन सेलेक्ट गर्ने, सिफ्ट थिचेर 2 लाइन सेलेक्ट गर्ने। अब यसलाई हामीले के गर्नु पर्यो, एक्सतिर होइन कि हामीलाई चाहिँ यो 0 गरौँ, वाइ एक्सतिर गर्नु पर्यो। एक्सतिर कति कतिमा 0.45 मा दिनु पर्यो रे, भने मैले 0.45 दिएर कतिवटा दिनु पर्यो। अब यहाँ त धेरै चाहिन्छ नि त, सपोज मैले कति भने 10 वटा भन्यो भने हेरौँ त, 8 वटा दिउँ न, अहिले 8 वटा दिउँ, अप्लाई गरौँ। हेरौँ त 18, 17 र 18। अब 17 र 18 लाई फेरि सेलेक्ट गर्ने है। यसलाई चाहिँ हामी के दिउँ, यहाँनिर अफसेट 0.55 भनौँ, अहिले 65 भनौँ है। अहिले एउटा मात्र दिउँ, अप्लाई गरौँ। अब फेरि 19 र 20 लाई सेलेक्ट गरौँ। अब यसलाई चाहिँ के गरौँ, अफसेट दिउँ 0.45 मा है त, 45 मा कतिवटा, 8 वटा गऱ्यो भने पुग्छ, ठ्याक्क पुग्यो। ल अप्लाई गरौँ, हेरौँ त हाम्रो सेप बन्यो। अब यो सेपलाई के गर्नु पर्यो, डिडक्ट गर्नु पर्यो कोबाट, वालबाट भन्यो भने हामीले फेरि केमा जाने, सबट्र्याक्टमा जाने। वाल त बनाउनु पर्यो नि त, सबट्र्याक्टमा टार्गेटमा हामी वाल सेलेक्ट गर्छौँ 5 वटै, र टुल्समा चाहिँ के घटाउनु पर्ने हो त्यो सेलेक्ट गर्छु। जस्तो यो घटाउनु पर्ने, यो सेलेक्ट गऱ्यौँ भने हेरौँ त सेलेक्ट भयो, प्रिभ्यूमा हेर्न सकिन्छ। हो, के गर्नु पर्यो, अप्लाई गर्नु पर्यो। ल हेरौँ त हाम्रो खाली ठाउँ बन्यो हो। अब यसमा के गर्छ, फ्लोर जोइस्टहरू इन्सर्ट गर्छ। आज हामी सिर्फ जोमेट्री बनाउन मात्रै सिकिरहेछौँ है, हामी अरू के पनि गर्दैनौँ। वी आर जस्ट going to learn how to create the geometry in DNFA using solid material है। ल अब यसपछि मलाई के गर्नु पर्यो, फ्लोर जोइस्टमै जान्छु, ब्लक लिन्छु। अब हेरौँ त पोजिसन मैले 0 एक्स, एक्सतिर 0. कति हो 55, वाइतिर 0, जेडतिर चाहिँ
2.35 होइन त त्यो पोजिसनमै आए। अब यसको साइज दिन पर्यो मलाई यो साइज कति दिने हो यो चाहिँ 5 सरी एक्सतिर 5 होइन एक्सतिर 0.1 100 सेन्टिमिटर हो वाइतिर चाहिँ 5 दिन पर्यो 5 ले पुगेन है 5.45 सरी 5.45 दिन पर्यो है। अब के गर्नु पर्यो भन्यो भने डेप्थ कम गर्नु पर्यो अहिले 1 मिटर छ हाम्रो डेप्थ कति हो 0.15 हो ठिक छ। अब यसलाई चाहिँ के भनौँ JF1 भनौँ न ल फ्लोर ग्राउन्ड फ्लोर जोइस्ट 1 नत्र J1 भन्दा नि हुन्छ ल J1 भनेर लेखौँ है। यति क्रिएट गरौँ हेरौँ त क्रिएट भयो। अब हामी के गरौँ यसको कलर चेन्ज गरौँ यसलाई चाहिँ सेलेक्ट गर्ने यहाँ क्लिक गर्ने र यसलाई कार्डको कलर दिउँ त ल एउटा कार्डको कलर दियौँ। अब यसैलाई के गर्ने हामीले अफसेट गर्ने एरे कपी कतिचोटि गरेको थियौँ हामीले एक्सतिर 0.45 राखेर हामीले कति टाइम्स गरेका थियौँ यहाँ 8 टाइम्स गरेका थियौँ जस्तो लाग्छ 8 टाइम्स भन्यो भने क्लियर हेरौँ त आयो आयो अप्लाई गरौँ J9 सम्म। अब J9 लाई फेरि कपी गर्ने 0.65 मा कति टाइम्स 1 टाइम्स यो पनि आयो। अब J10 लाई कपी गर्ने कतिमै पुरानो 45 मै र कति टाइम्स भनेर 8 टाइम्स भनेर है त ठिक छ ल यति गरेपछि अप्लाई गर्नु पर्यो क्लोज गर्नु पर्यो। अब मैले हेरौँ त घर बनाए वालहरू बनाए त्यसको झ्याल ढुकाको लागि स्पेस पनि बनाए अब फ्लोर जोइस्टहरू पनि बनाए। यसै गरी तपाईँहरूले के गर्न सक्नुहुन्छ भन्यो भने यो जुन जोइस्टहरू छ यो डिरेक्सनको जोइस्ट यो जोइस्टहरूको मुनि यो डिरेक्सनमा लङ्गिट्युडनल डिरेक्सनमा अर्को जोइस्ट पनि दिन सक्नुहुन्छ है त। ल अब यो भइसकेपछि अब मलाई के बनाउनु पर्यो फ्लोर बनाउनु पर्यो। फ्लोरको लागि चाहिँ अब हामी के गर्छौँ पोलिगन सिट युज गर्छौँ है। अब यसमा चाहिँ मैले फेरि नयाँ सेट लिएँ है सेप सेट भनौँ यसमा चाहिँ के गर्छु फ्लोर भनेर फ्लोर्स भनौँ न फ्लोर स्ल्याब भन्दा नि हुन्छ त फ्लोर्स भन्दा नि हुन्छ है ल। अब यसमा के गर्नु पर्यो यही फ्लोर्समै क्लिक गरेर मलाई चाहिँ के गर्नु पर्यो यहाँ पोलिगन सिटमा जानु पर्यो। यहाँ गएपछि अब मलाई चाहिँ के बनाउनु पर्यो यसलाई चाहिँ ग्राउन्ड फ्लोर भनौँ न है। अब यहाँ तपाईँहरूले यो बनाउने तरिका छुट्टै छ है रेक्टेङ्गलबाट पनि बनाउन सक्नुहुन्छ कोअर्डिनेट दिएर रिलेटिभ कोअर्डिनेट जसरी पनि दिएर बनाउन सक्नुहुन्छ। अब कोअर्डिनेटमा तपाईँहरूले कोअर्डिनेट दिनुपर्ने छ रेक्टेङ्गलमा चाहिँ रेक्टेङ्गल दिए हुन्छ है। सपोज यहाँ हेर्नु त पोजिसन यसको कति हो 0.45 देखि बनाउनु पर्यो वाइतिर 0.45 देखि किनभने वाल भन्दा यता र त्यसपछि हामी यो चाहिँ 2.5 मा बनाउनु पर्ने हो ऊ आयो। अब यसको साइज दिनु पर्यो साइजमा यतापट्टि चाहिँ कति बनाउनु पर्यो 4.55 सरी एक्सतिर चाहिँ 8.55 सरी 8.55 होइन है 8.1 किनभने दुईटैतिरबाट थिकनेस घटाउनु पर्यो नि त र वाइतिर चाहिँ 4.55 गर्नु पर्यो। यति गऱ्यो भने हेरौँ हाम्रो के भन्यो ग्राउन्ड फ्लोर स्ल्याब। यसलाई के गर्नु पर्यो कलर चेन्ज गर्नु पर्यो स्ल्याबको के कलर राख्ने त अहिले इन्क राखेँ ल मैले। अब कुनै ठाउँमा बाहिर क्लिक गर्ने है जोमेट्रीमा अब यसलाई अलिक मिनिमाइज गरौँ यसरी यो बाहिर क्लिक गर्ने हेरौँ त हाम्रो के बन्यो स्ल्याब बनिसक्यो है त। हो अब मलाई चाहिँ यस्तै के गर्नु परिरहेछ कपी गर्नु परिरहेछ भन्यो भने के गर्नु पर्यो दोस्रो तलाका लागि यदि सिमिलर छैन भने तपाईँहरूले बनाउनु पर्यो जस्तो स्ट्रक्चर छ जस्तो आर्किटेक्चरल ड्रइङ छ। यदि सिमिलर छ भने के गर्न सकिन्छ त भन्यो भने एरे कपीमा जाने है यो पनि सेलेक्ट गर्ने यो पनि सेलेक्ट गर्ने यो पनि सेलेक्ट गर्ने यो सबै सेलेक्ट भयो। अब के गर्नु पर्यो यसलाई चाहिँ अफसेट कुन डिरेक्सनमा जेड डिरेक्सनमा कतिमा जानु पर्यो 2.5 है 2.5 मा जानु पर्यो परेको परेन 2.4 गर्ने बित्तिकै हेरौँ त यहाँ के बसिरहेछ ओ यहाँ बसिरहेछ हो हामीलाई चाहिँ के चाहियो
2.5 मा जानु पर्यो नि त हाम्रो 2.5 हो फ्लोराइड भने 2.5 मा जानु पर्यो हेरौँ त ठ्याक्क मिल्यो अब के गर्नु पर्यो यसलाई के गर्नु पर्यो यहाँ चाहिँ के भयो यो फ्लोरसम्म भनौँ है अब तपाईँहरूको के हुन्छ त माथि एटिक वालहरू बनाउनु पर्ने हुन्छ यदि एटिक वालको अप्सन्सहरू छ त्यो छ भने हामी त्यो पनि बनाउँछौँ है त्यसको लागि अब यदि यो लेभलमा वाल छ भने तपाईँहरूले वाल पनि दिन सक्नुहुन्छ है अब यसलाई के गर्न पायो त भन्यो भने हामीले फेरि वाल क्रिएट गरौँ वालमै जाउँ होइन यो वालमा ब्लक क्रिएट गरौँ अब मैले के गर्नु पर्यो त यसलाई चाहिँ के भन्नु पर्यो एटिक फ्लोर वाल 1x भनौँ x0 y0 हाइट चाहिँ 5 गर्नु पर्यो यहाँबाट होइन यो हाइट भनेको त्यसको पोजिसन दिएको है अब साइड चाहिँ कति x तिर कति 9 y तिर 0.45 वाल थिकनेस र z तिर चाहिँ 0.8 भनौँ न ल यति मिटरको मैले के अरे वाल बनाएँ ठिक छ यिनीहरूको रिनेम गर्न सक्नुहुन्छ वाल 1x 1y हेर्नु त 1x सो यो वाल 1x यो 1y 2x 2y 3x 3x यसलाई चाहिँ के भन्न मिल्छ भन्यो भने फर्स्ट फ्लोरको वाल 1x भन्न मिल्छ है यसलाई चाहिँ फर्स्ट फ्लोरको वाल 2x भन्न मिल्छ यसरी नै तपाईँहरूले नाम दिन सक्नुहुन्छ है यसलाई चाहिँ फर्स्ट फ्लोरको वाल 1y भन्न मिल्छ यसलाई पनि हामी के भन्न मिल्छ भने फर्स्ट फ्लोरको वाल 2y भन्न मिल्छ फर्स्ट फ्लोरको वाल 3y भन्न मिल्छ है त सेम तरिकाले तपाईँहरूले यो वाललाई पनि ग्राउन्ड फ्लोरको नाम दिन सक्नुहुन्छ है अब यही वाललाई मैले के गर्नु पर्यो एरे गर्नु पर्यो एरे कहाँतिर वाइ डिरेक्सनतिर कति पहिला सेलेक्ट गरौँ न यो अब एरे गर्दाखेरि वाइतिर कति गर्नु पर्यो त 5 गर्नु पर्यो 5 गरेर भने हेरौँ त ठ्याक्क बसौँ ओके एटिक फ्लोर वाल 2x हो अब फेरि मलाई के गर्नु पर्यो अर्को वाल क्रिएट गर्नु पर्यो जसलाई चाहिँ म के भन्छु यसलाई एटिक फ्लोर वाल 1y भन्छु 0.45 बाट क्रिएट हुनु पर्यो यो हाइट चाहिँ 5 बाटै क्रिएट आउनु पर्यो हेरौँ त अनि यसको x तिर भने थिकनेस छ 0.45 y तिर लेन्थ छ 4.55 र z तिर यसको के छ हाइट छ 0.8 यति गरौँ क्लियर गरौँ 1y ल अब यो 1y लाई नै के गर्नु पर्यो एरे कपी गरेर के लानु कति छ त कुनतिर x तिर 4.275 ठ्याक्क बस्नुपर्छ है हेरौँ न अहिले कपी टु भनौँ त अनि ठ्याक्क बस्नुपर्छ बसिसक्यो हेरौँ त यो वालहरू पनि क्रिएट भयो त यो भयो अब मलाई एटिक वाल बनाउनु पर्यो भने ट्राइङ्गुलर एटिक वाल बनाउन अलिक सोलिड वाल युज गरेर अलिक गाह्रो छ किनभने सोलिड युज गरेर हामीलाई ट्राइङ्गुलर अप्सन बनाउनु कसरी भन्ने त्यो दिएको छैन सो हामीले डिडक्सन गर्नुपर्छ त्योभन्दा हामी के गर्छौँ यसको लागि पोलिगन सिट बनाउनमा जान्छौँ यसलाई लिन्छौँ एटिक फ्लोर वाल 1x भन्न मिल्छ है सरी 1y भयो है र अब हेरौँ त पोजिसन यसको कति x तिर 0 y तिर 0 z तिर कति 5 5.8 है त ऊ त्यहाँ आयो ।
प्लेन हामी चेन्ज गर्न सक्छौँ YZ प्लेनमा हो है। अब यस पछाडि रेक्टेङ्गल होइन हामी कोअर्डिनेटमा जान्छौँ। त्यही त भन्छु किन बिग्रिरहेछ भनेर। कोअर्डिनेटमा पहिलो यो पोइन्टको कोअर्डिनेट दिन्छौँ हामी 005.8 005.8 है त 5.8 यो भयो। ऊ यहाँ पोइन्ट देखिसकेको छ। अब हामी के गर्छौँ 0 एक्सतिर वाइतिर पनि 0 जेडतिर सरी वाइतिर 0 होइन आधी जानु पर्यो 2.5 भनौँ। ऊ ठ्याक्क लगभग 20 तिर आयो। 2.725 भनौँ न ल। फेरि प्लस गर्नु पर्यो। अब मलाई कति चाहियो यहाँ 5.45 यो हाइट चाहिँ अहिले मैले कति गरेँ 6.6 गरेँ। अब यो हाइट चाहिँ 5 पोइन्ट त्यति नै राख्नु पर्यो। यसलाई चाहिँ मैले 6.8 पनि बनाउनु मिल्छ। यति बनाएँ ल अब यसलाई क्रिएट गरेँ। ल हेरौँ त अब मेरो के भने यस्तो सिट भनौँ है। अब यो सिटलाई सेलेक्ट गर्ने यो सिटलाई सेलेक्ट गर्ने एक्सट्रुड गर्नु पर्यो। अब हेरौँ त एक्सट्रुड गर्नु पर्यो है कुन डिरेक्सनतिर एक्सतिर कति 0.45 यसलाई चाहिँ हामीले के गर्नु पर्यो एक्सतिर अफसेट गर्नु पर्यो कति त 9 होइन 8 पोइन्ट सेम तरिकाले हामीले के गर्न सक्छौँ त यता जस्तो हाम्रो एटिक फ्लोरमा वालहरू छ एटिक फ्लोरमा यहाँ हाम्रो चाहिँ ओपनिङहरू छ भने ओपनिङहरू पनि हामी दिन सक्छौँ है त। सो योभन्दा अगाडि हामी नेक्स्ट डे कन्टिन्यू गर्नेछौँ। आजलाई चाहिँ यति नै।